कमिसनको खेलमा दौडिएको प्रहरीले सुन लुटेको कुरा पनि निकै चर्चामा आउने गरेको छ। सुन तस्करीको पछाडि दौडिरहेको प्रहरी भन्ने गर्छ अब हामी त्यसका तस्करी मार्फत आएको सुन बेच्ने व्यापारीको पनि कठालो समाउनेछौँ। तर अहिलेसम्म कहाँ गए ती व्यापारीहरू जसलाई प्रहरीले पक्राउ गर्न सकिरहेको छैन? तर दिनदिनै प्रहरी त्यही सुन तस्करी र तस्करहरूको नाममा बदनाम भने भइरहेको छ। एउटा पब्लिकले एक्सपेक्ट गरे जस्तो पुलिसिङ हुने नहुने बाटो एउटा हो। त्यो बाटोमा नेपाल प्रहरीको अहिले विगत 8-10 वर्षदेखिको यताको हाम्रै अनुभव हेर्ने हो भने र हामीले त्यो 8-10 वर्ष गएर विदेशमा गएर पुलिसिङ गरेको अनुभव हेर्ने हो भने नेपाल प्रहरीको छवि धेरै सुध्रेको छ। नेपाल प्रहरीको नेतृत्वले धेरै यसमा प्रयास पनि भएको छ र सफल पनि भएको छ नेतृत्व अहिले। र यसमा चाहिँ अब कुनै बेलामा नेपाल प्रहरीले गरेको काम कारबाहीहरूले यसमा कतै केही जोडिएको भयो भने त्यसमा हामीसँग चाहिँ सफा गर्ने मेकानिजम पनि छ, गरेका पनि छौँ। हामी पनि सफा बस्नुपर्छ, माथिको लिडरसिप पनि सफा छ भनेपछि तलको पनि सफा बस्नुपर्ने हुन्छ। तर तथापि ठुलो सङ्गठन छ, त्यसले गर्दाखेरि कुनै कसैले व्यक्तिगत रूपमा के गरेका भने त्यही अनुसारको अपराधिक रूपमा कारबाही पनि त भएको छ नि। नेपाल प्रहरीको अधिकृतहरू पनि त जेल गएका छन्, नेपाल प्रहरीको अधिकृतहरूलाई भर्खर पनि त कारबाही भएको छ। त्यसले गर्दाखेरि चाहिँ त्यो पाटोमा हेर्दा हामीलाई सल्लो हुन्छ। तर ठुलो सङ्गठनमा कसैको कोही अपराधी नेक्ससँग केही सङ्गत होला नहोला, अब त्यो भएको कुरा त अनुसन्धान पनि भएको छ नि। तस्करीका भरिया पक्राउ परे तर मालिक पक्राउ पर्दैन नि त कुरा गर्नु भुले। अब यसमा कस्तो छ भने कुनै पनि अपराध भनेको अहिले यस्तो सुनको मात्र कुरा नगरौँ, आर्थिक अपराध भनेको चाहिँ अलिकति चाँडो फाइदा हुने, कुनै बेला रक्तचलन चल्यो होला अथवा यहाँले भएकै हो तस्करी चल्ने कुराहरू भयो, यो पनि एउटा अलिक चाँडो फाइदा हुने किसिमको अपराधहरू चाहिँ नि अलिकति मान्छेहरूले चाँडो अँगालेको पाइन्छ, किनभने मान्छेलाई धेरै फाइदा हुन्छ। त्यसले गर्दाखेरि हामीले विगत 2-3 महिनाबाट त्यसतर्फ सङ्गठन प्रमुखकै विशेष निर्देशनमा हामी चाहिँ नि यो सुन तस्करी नियन्त्रणतिर लागेको होइन। लागिसकेपछि हामीले कुनै एउटा खातामा अनुसन्धान गरेका छौँ। भर्खरै मात्र केही ठाउँमा रेड सर्च गरेर सम्बन्धित निकायमा पठाएका छौँ, तर त्यसको अनुसन्धान सकेको छैन। अहिले अनुसन्धानकै पाटोमा भएको हुनाले मेरो सबै कुरा चाहिँ यहाँलाई अहिले बताउन सक्दिनँ तत्काल। तर त्यो पाटोमा नेपाल प्रहरीले हेरिरहेको छ, अपराध महाशाखाले हेरिरहेको छ र त्यसलाई कुनै न कुनै रूपमा कानुनी त्यो दायरामा ल्याएर त्यसमा संलग्न मान्छेहरूलाई नै कानुनी दायरामा ल्याउनु हामी ल्याउँछौँ र केही समयभित्रै हामी यहाँहरू मार्फत आम नागरिकमा त्यो जानकारी पनि गराउँछौँ। बजारमा चोरी वा तस्करीका सुन बेच्ने व्यापारीको बिगबिगी छ, छ्याप्ती छ, बजारमा तस्करीबाट आएको सुन नै बिक्री हुन्छ भन्ने छ। त्यो सूचना प्रहरीकोमा आउँदैन? ती तस्करहरू ती व्यापारीहरू पक्राउ पर्छन् कहिले त? अनि यसलाई 2-3 बाटोबाट हेर्नुपर्ने हुन्छ। प्रहरीको काम भनेको अब हियरसे एभिडेन्स र प्रमाणमुखी प्रहरी भनेको नै अहिले यहाँले भने जस्तो हो, हामीले प्रमाणसहित अदालतमा पुर्याउनु पर्ने हुन्छ र हियरसे एभिडेन्सले मात्र हामीलाई पुग्दैन होइन। त्यो भए हुनाले आर्थिक अपराध र फाइनेन्सियल अपराध गर्ने मान्छेहरूको अलिकति चलाकीपूर्ण, अलिकति अपराधको प्रकृति अलिक फरक छ। त्यसलाई अनुसन्धान गर्ने बाटो पनि हामीले त्यही अनुसारले गर्नुपर्ने हुन्छ र यसले गर्दाखेरि चाहिँ अब जुन तस्करीको कुराहरूदेखि लिएर अन्य आर्थिक अपराधमा पनि हामीले चाहिँ अलिकति प्रमाण पुर्याउने हिसाबले गर्दाखेरि अब अहिले मैले यहाँलाई तत्काल भन्न सक्ने अवस्था चाहिँ के छ भनेदेखि अहिले जुन तिब्बतबाट आउने सुनहरू छ त्यसको लगभग 65-70% कम भइसक्यो। अब त्यसमा त्यसको कारोबार यहाँले बजारबाटै बुझ्नुभयो हुन्छ र अर्को चाहिँ नि जुन त्यसबाट आउने फाइदाहरू छ त्यसको विभिन्न तरिकाहरू छ, त्यसमा हामीले हेर्न थालेपछि अहिले तत्काल यही अपरेसनहरूले गर्दा पनि धेरै न्यूनीकरण भएको छ। तर त्यो भन्दैमा हामीले भने एउटा अपरेसन हो, यस्तो अपरेसनहरू हामीले पटक अरू पनि चलाउँछौँ र यो त सुन तस्करीको पाटो हो। तर यहाँले भने जस्तै अरू आर्थिक अपराध पनि टन्नै छ काठमाडौँमा। हामीले सबै व्यवसायी अपराधी भन्न त मिलेन, हामीले दसी प्रमाणसहित ल्याउनु पर्यो। अस्ति ल्यायौँ, फेरि पनि ल्याउँछौँ। त्यस्ता छन् कि छैनन् तपाईँको नजरमा? बजारमा कतिका होला त्यस्ता व्यवसायी? केही छन्, व्यापारी त नभनौँ तर यस व्यवसायमा लागेका कोही मान्छे छन्, किन व्यापारीहरू राम्रोसँग व्यापार गरेका मान्छे धेरै छन्, अधिकांश त्यस्तो छन्। तर केही थोरै मान्छेले यसमा गरेर एकदम धेरै आय आर्जन गर्न खोजेको प्रवृत्तिको मान्छे छन्। तिनीहरूलाई हामीले कानुनी दायरामा, अनुसन्धानको दायरामा हामीले ल्याइसकेका छौँ। यसको नतिजा हामी केही दिनमा दिन्छौँ। अपराध र अपराधीको सूचना सङ्कलनको लागि सादा पोसाकका प्रहरी पनि उत्तिकै मात्रामा तैनात गरिएको छ
उपत्यकाभित्र। तर त्यस्ता सादा पोसाकमा तैनात गरिएको प्रहरीमाथि आरोप लाग्ने गरेको छ कि उनीहरू संगठनको लागि होइन, अपराधीको लागि नै सूचना सङ्कलन गर्छन्। कतिपय तस्कर गुण्डागर्दी गर्ने आपराधिक समूहका नाइकेलाई त्यस्तै सादा पोसाकमा घुम्ने प्रहरीले सूचना दिएर भगाउने गरेको आरोप प्रहरीमाथि पटक पटक लाग्ने गरेको छ। आफ्नो कर्मचारीको क्षमता, आफ्नो कर्मचारीले कमजोरी, यस्तो यो सादा पोसाकमा काम गर्ने प्रहरीले बुझ्नु जरुरी छ। त्यो मैले बुझाएको छु र मैले भरसक प्रयास पनि गर्छु सचमा हरेक दिन। किनभने हरेक दिन अफिस आउने बित्तिकै एकचोटि हामी बिहान सबै मेरो लिडरहरू, पिलर्स, इन्चार्जहरूसहित बसेर अफिसको काम गरेर समीक्षा गर्ने, कसले के गर्यो समीक्षा गर्ने र चाहिँ नि आज हिजो अथवा भोलिसम्म गर्ने के छहरू त्यसलाई एउटा फर्मेटमा ढालेर त्यसको रेकर्ड राख्ने आदि इत्यादि पाटोहरू चाहिँ हामीले आफूलाई डर बनाउनु। र जहाँसम्म चाहिँ प्रहरीको आचरण व्यवहारको कुरा छ, प्रहरी आचरण व्यवहारमा दायाँ गर्नेहरूलाई कारबाही पनि भएको छ। भर्खर यहाँहरू बढी टिभीबाट देखायो मैले त थाहा थिएन। कसैलाई निलम्बन भएको छ, कोही अख्तियारमा गएको छन्, कोही चाहिँ नि विभागीय कारबाही भएको छ। म यहीँ आइकन यो सुन चोरीमा संलग्न 2जना प्रहरी कर्मचारीहरूलाई कारबाही भएको छ, विभिन्न निकायमा गरेका छौँ। तर त्यो भनेको एउटा इक्जाम्पल हो, त्यस्तो केसहरू धेरै हुँदैन। तर यसलाई धेरै मिडियामा किन आउँछ भने हामी राज्यका संयन्त्रका अङ्गका पात्रहरू हौँ, हामीबाटै अपराध भयो भने ठुलो कुरा भनेर आएको हो। तर अहिलेको परिस्थितिमा यहाँलाई भन्दाखेरि नेपाल प्रहरीले त्यस्तो प्रवृत्ति निरुत्साहित गरेको छ र गर्दै पनि जान्छ। अहिले संगठन प्रमुखको प्राथमिकताभित्र पर्ने एउटा प्रहरीको पक्ष यो पनि हो। तर तपाईँकैले अहिले नेतृत्व गर्नुभएका ठाउँको महाशाखाकै कतिपय कर्मचारीहरू विगतमा ठुला ठुला हत्याकाण्डका अपराधी भगाउने अभियोगमा, कतिपय घटनाकाण्डका चाहिँ अपराधीलाई भगाउने सूचना दिने अभियोगमा चाहिँ फरार छन् अझै पनि, र अझै पनि त्यस्ता सूचना दिने कर्मचारी यहीँ छन् भन्छन्। तिनीहरूको चाहिँ कसरी निगरानी गर्नुहुन्छ तपाईँहरू? अनि एउटा हियर्से एभिडेन्स र बाहिरबाट सुनिने कुरा त धेरै हुन्छ। किनभने अहिले एउटा एक किसिमले हामीलाई खुसी पनि लाग्नुपर्छ, किन प्रहरीको चर्चा हुन्छ धेरै नेपाल प्रहरीको। किनभने यो चर्चा हुने कारण चाहिँ नेपाल प्रहरीले राम्रो काम पनि गरे र सधैँ गरोस् भनेर मान्छेले चर्चा गर्ने हो। तर यदाकदा संगठनमा चाहिँ नि सबै मान्छे एउटै लेभलका छन् भने चाहिँ हामीले मान्नुहुन्न, मानेको पनि छैन। र तर त्यो हुँदाहुँदै पनि प्रहरी महानिर्देशकको सचिवालयको इन्सपेक्टोरेट एक्टिभ भएको छ, हामी कहाँ भित्र आयुक्त कार्यालयको प्रोफेसनल स्ट्यान्डर्ड युनिट एक्टिभ भएको छ, जसले चाहिँ नि ओभरसाइट मेकानिजम हो, प्रहरीमाथि नै प्रहरी गर्ने निकायहरू हो यिनीहरू, त्यो गरेको छ। र मैले पनि विगतमा कसले के गर्यो भनेर हामी लाग्न थाल्यो भने त्यसलाई त्यो पाटो एउटा भयो, कसले के गर्यो त्यो पाटो अर्कै भयो। तर विगतमा भएको कुरा दोहोऱ्याउन नदिएर कसरी एउटा राम्रो एउटा सबल सक्षम प्रहरी म यहाँ बस्दाखेरि गर्ने भन्ने पाटो अर्को भयो। अब मैले पुरानो पाटो भन्दा नयाँ पाटोमा फोकस गर्छु। म यहाँ बसेको बेलामा मेरो टिम, हामी जो सबै काम गर्छौँ, हामीले यो कुरा समीक्षा गर्छौँ र गरिसकेपछि यसरी प्रहरीको नेक्सस जुन बाहिर सुनिन्छ त्यस्तो नेक्सस अहिले छैन। अहिले यहाँले भने जस्तै सादा पोसाकको प्रहरीले नचाहिने काम गरेर हिँड्ने खबरहरू पहिलाभन्दा धेरै अत्याधिक कम आउँछन्। जो आउँछन् त्यसलाई बिहाय कारबाही पनि भएको छ। किनभने यी मेरै अफिसको चाहिँ नि कोही मान्छे एउटा सही लेभलको मान्छे जेलमा छन्, एउटा सिपाही लेभलको यो भित्रको मान्छे जेलमा छन्, अरू पनि अब निकायको छन्। तर उनीहरूले गरेको काम त अपराधिक काम हो। किनभने मलाई राज्यले दिएको एउटा विश्वास गरेर तालिम दिएर कानुनको अनुसारको चाहिँ नि काम गर भनेको ठाउँमा मैले त्यसलाई नै दुरुपयोग गरेर गैर कानुनी काम गरेर त सबभन्दा ठुलो अपराध त त्योबाट भयो। सिपाही जेल पर्ने, हाकिम नसमातिने हुन्छ फेरि? त्यस्तो छैन। अब विभिन्न कालखण्डमा अब त्यो अब सङ्गठनलेबाट गर्ने बाटोमा म त्यति जाँदिनँ। तर कस्तो छ भने किन जाँदिनँ भने अब सङ्गठनले गरेको काम राम्रो गरेको छ, सङ्गठनले त्यो कुरामा सजाय दिएको छ, सङ्गठनले त्यो कुरामा गरेको छ। तर कस्तो छ भने बाहिर चाहिँ नि एउटा पाटोलाई मात्रै केलाएर प्रहरीलाई भन्दाखेरि त्यो पनि हामीलाई अप्ठ्यारो हुन्छ। तर अहिलेको अवस्थामा नेपाल प्रहरीले जसले जे के अरे गैर कानुनी काम गरेको त्यो अनुसारको साथ दिएको छ। अन्तिममा तपाईँलाई चुनौती के छ? उपत्यकाको अपराधको ट्रेन्ड र यसलाई नियन्त्रण गर्नको लागि प्रहरीको सक्षमता कतिको वृद्धि भएको छ र तपाईँले आफूले महसुस गर्नुभएको चुनौती के छ? छोटोमा भनिदिनुहोस्। र प्रहरी भ्यालीभित्रको प्रहरी इट्स एभ्री डे इज च्यालेन्जिङ, हरेक दिन चुनौती हुन्छ। अहिलेको अपराधको ट्रेन्ड अनुसार के छ? अब किनभने अपराधीहरूलाई जुन मौकाहरू आउँछन् र जुन पुलिसको एक्टिभिटी हो त्यो हामीले सधैँ बढाएनौँ भने मौका जहिले पनि मौका हुन्छ।
त्यसलाई हामीले जहिले पनि पुलिसको एक्टिभिटिज एभ्री डे अपरेसनल क्रियाशील बनाउनु पर्ने हुन्छ, त्यो एउटा चुनौती हो। कहाँ कतिखेर अपराध हुन्छ भन्ने कुरा चाहिँ निगरानी राख्ने एउटा चुनौती हो, एउटा पाटो त्यो हो। अर्को के छ भने त्यसबाहेक पनि यो सङ्गठित आर्थिक अपराधको पाटो चुनौती हुन्छ हामीलाई। र अर्को यहाँले भने जस्तै यहाँ उल्लेख नभए पाटो तर चुनौतीपूर्ण भनेको साइबर क्राइमहरूको पाटो, साइबर स्पेस, भर्चुअल स्पेसको जुन एउटा प्रयोग बढेको छ, जुन त्यो चाहिँ जहाँबाट पनि संसारको कुनै कुनाबाट त्यो अपराध गर्न सकिन्छ। र अहिले नेपाली युवा युवती र विशेष गरी एउटा जेनेरेसनले जति प्रयोग गर्छन् र उनलाई त्यसमा अपनाउनु पर्ने सुरक्षाका रणनीतिहरू, अब गर्नुपर्ने पालना गर्नुपर्ने, अवलम्बन गर्नुपर्ने तौर तरिकाहरू नगरिकन साइबर स्पेसमा धेरै मान्छेले प्रयोग गरेको पाइन्छ। त्यो पनि एउटा चुनौतीपूर्ण ठाउँ छ र त्यही अनुसार हामीले त्यसलाई हाम्रो दक्षता अनुसार अभिवृद्धि गर्दै जानुपर्छ। प्रहरीले आफूमाथि लागेको दाग हटाउन अब नयाँ प्रयास र प्रविधियुक्त प्रहरीको अवधारणा ल्याउन जरुरी छ। अन्यथा प्रहरीले चालेको हरेक कदम असफल साबित हुनेछ जबसम्म नागरिकले सुरक्षाको प्रत्याभूत गर्न सक्दैनन्। आजको लागि क्राइम स्टोरी यति नै। अपराध र अपराधी विरुद्धको खबरदारी जारी छ। नमस्ते। देशको मेरुदण्ड जगदम्बा स्टिल, लक्ष्मी स्टिल, नेपालमा ग्यारेन्टेड नम्बर 1 क्वालिटी। पशुपति पेन्ट्स, खुसीका रङहरू। अपराध र अपराधीको सूचना सङ्कलनको लागि सादा पोसाकका प्रहरी पनि उत्तिकै मात्रामा तैनात गरिएको छ उपत्यकाभित्र। तर त्यस्ता सादा पोसाकमा तैनात गरिएको प्रहरीमाथि आरोप लाग्ने गरेको छ कि उनीहरू सङ्गठनको लागि होइन, अपराधीको लागि नै सूचना सङ्कलन गर्छन्। कतिपय तस्कर गुण्डागर्दी गर्ने आपराधिक समूहका नाइकेलाई त्यस्तै सादा पोसाकमा घुम्ने प्रहरीले सूचना दिएर भगाउने गरेको आरोप प्रहरीमाथि पटक पटक लाग्ने गरेको छ। आफ्नो कर्मचारीको क्षमता, आफ्नो कर्मचारीले कमजोरी यस्तो यो सादा पोसाकमा काम गर्ने प्रहरीले बुझ्नु जरुरी छ। त्यो मैले बुझाएको छु र मैले भरसक प्रयास पनि गर्छु त्यसमा हरेक दिन। किनभने हरेक दिन अफिस आउने बित्तिकै एकचोटि हामी बिहान सबै मेरो लिडरहरू, पिलर्स, इन्चार्जहरूसहित बसेर अफिसको काम गरेर समीक्षा गर्ने, कसले के गर्यो समीक्षा गर्ने र चाहिने आज हिजो अथवा भोलिसम्म गर्ने के छहरू त्यसलाई एउटा फर्मेटमा ढालेर त्यसको रेकर्ड राख्ने आदि इत्यादि पाटोहरू चाहिँ हामीले आफूलाई डर बनाउनु। र जहाँसम्म चाहिँ प्रहरीको आचरण व्यवहारको कुरा छ, प्रहरी आचरण व्यवहारमा दायाँ गर्नेहरूलाई कारबाही पनि भएको छ। भर्खर यहाँहरूबाट टिभीबाट देखाए मैले त थाहा थिएन, कसैलाई निलम्बन। मिसनको खेलमा दौडिएको प्रहरीले सुन लुटेको कुरा पनि निकै चर्चामा आउने गरेको छ। सुन तस्करीको पछाडि दौडिरहेको प्रहरी भन्ने गर्छ अब हामी त्यसका तस्करी मार्फत आएको सुन बेच्ने व्यापारीको पनि कठालो समाउनेछौँ। तर अहिलेसम्म कहाँ गए ती व्यापारीहरू जसलाई प्रहरीले पक्राउ गर्न सकिरहेको छैन? तर दिनदिनै प्रहरी त्यही सुन तस्करी र तस्करहरूको नाममा बदनाम भने भइरहेको छ। एउटा पब्लिकले एक्सपेक्ट गरे जस्तो पुलिसिङ हुने नहुने बाटो एउटा हो। त्यो बाटोमा नेपाल प्रहरीको अहिले विगत 8-10 वर्षदेखिको यताको हाम्रै अनुभव हेर्ने हो भने र हामीले त्यो 8-10 वर्ष यता गएर विदेशमा गएर पुलिसिङ गरेको अनुभव हेर्ने हो भने नेपाल प्रहरीको छवि धेरै सुध्रेको छ। नेपाल प्रहरीको नेतृत्वले धेरै यसमा प्रयास पनि भएको छ र सफल पनि भएको छ नेतृत्व अहिले। र यसमा चाहिँ अब कुनै बेलामा नेपाल प्रहरीले गरेको काम कारबाहीहरूले यसमा कतै केही जोडिएको भयो भने त्यसमा हामीसँग चाहिँ सफा गर्ने मेकानिजम पनि छ, गरेका पनि छौँ। हामी पनि सफा बस्नुपर्छ, माथिको लिडरसिप पनि सफा छ भनेपछि तलको पनि सफा बस्नुपर्ने हुन्छ। तर तथापि ठुलो सङ्गठन छ, त्यसले गर्दाखेरि कुनै कसैले व्यक्तिगत रूपमा के गरेका भने त्यही अनुसारको अपराधिक रूपमा कारबाही पनि त भएको छ नि। नेपाल प्रहरीको अधिकृतहरू पनि त जेल गएका छन्, नेपाल प्रहरीको अधिकृतहरूलाई भर्खर पनि त कारबाही भएको छ। त्यसले गर्दाखेरि चाहिँ त्यो पाटोमा हेर्दा हामीलाई सल्लो हुन्छ। तर
ठुलो संगठनमा कसैको कोही अपराधी नेक्सससँग केही सङ्गत होला नहोला, अब त्यो भएको कुरा त अनुसन्धान पनि भएको छ नि। बाचा कोही अख्तियारमा गएका छन्, कोही चाहिँ नि विभागीय कारवाही भएको छ। म यहीँ आइकन यो सुन चोरीमा संलग्न 2 जना प्रहरी कर्मचारीहरूलाई कारवाही भएको छ, विभिन्न निकायमा गरेका छौँ। तर त्यो भनेको एउटा इक्जाम्पल हो, त्यस्तो केसहरू धेरै हुँदैन। तर यसलाई धेरै मिडियामा किन आउँछ भने हामी राज्यका संयन्त्रका अङ्गका पात्रहरू हौँ, हामीबाटै अपराध भयो भने ठुलो कुरा भनेर आएको हो। तर अहिलेको परिस्थितिमा यहाँलाई भन्दाखेरि नेपाल प्रहरीले त्यस्तो प्रवृत्ति निरुत्साहित गरेको छ र गर्दै पनि जान्छ। अहिले संगठन प्रमुखको प्राथमिकताभित्र पर्ने एउटा प्रहरीको पक्ष यो पनि हो। तर तपाईँकैले अहिले नेतृत्व गर्नुभएका ठाउँको महाशाखाकै कतिपय कर्मचारीहरू विगतमा ठुला हत्याकाण्डका अपराधी भगाउने अभियोगमा, कतिपय घटनाकाण्डका चाहिँ अपराधीलाई भगाउने सूचना दिने अभियोगमा चाहिँ फरार छन् अझै पनि, र अझै पनि त्यस्ता सूचना दिने कर्मचारी यहीँ छन् भन्छन्। तिनीहरूको चाहिँ कसरी निगरानी गर्नुहुन्छ तपाईँहरू? अनि एउटा हियर्से एभिडेन्स र बाहिरबाट सुनिने कुरा त धेरै हुन्छ, किनभने अहिले एउटा एक किसिमले हामीलाई खुसी पनि लाग्नुपर्छ, किन प्रहरीको चर्चा हुन्छ धेरै, नेपाल प्रहरीको। किनभने यो चर्चा हुने कारण चाहिँ नेपाल प्रहरीले राम्रो काम पनि गरे र सधैँ गरोस् भनेर मान्छेले चर्चा गर्ने हो। तर यदाकदा संगठनमा चाहिँ नि सबै मान्छे एउटै लेभलका छन् भन्ने चाहिँ हामीले मान्नुहुन्न, मानेको पनि छैन। र तर त्यो हुँदाहुँदै पनि प्रहरी महानिर्देशकको सचिवालयको इन्सपेक्टोरेट एक्टिभ भएको छ, हामी कहाँभित्र आयुक्त कार्यालयको प्रोफेसनल स्ट्यान्डर्ड युनिट एक्टिभ भएको छ, जसले चाहिँ नि ओभरसाइट मेकानिजम मुखी प्रहरी भनेको नै अहिले यहाँले भने जस्तो हो, हामीले प्रमाणसहित अदालतमा पुर्याउनु पर्ने हुन्छ र हियर्से एभिडेन्सले मात्र हामीलाई पुग्दैन होइन। त्यो भए हुनाले आर्थिक अपराध र फाइनेन्सियल अपराध गर्ने मान्छेहरूको अलिकति चलाकीपूर्ण, अलिकति अपराधको प्रकृति अलिक फरक छ, त्यसलाई अनुसन्धान गर्ने बाटो पनि हामीले त्यही अनुसारले गर्नुपर्ने हुन्छ। र यसले गर्दाखेरि चाहिँ अब जुन तस्करीको कुराहरूदेखि लिएर अन्य आर्थिक अपराधमा पनि हामीले चाहिँ अलिकति प्रमाण पुर्याउने हिसाबले गर्दाखेरि अब अहिले मैले यहाँलाई तत्काल भन्न सक्ने अवस्था चाहिँ के छ भनेदेखि अहिले जुन तिब्बतबाट आउने सुनहरू छ त्यसको लगभग 65-70% कम भइसक्यो। अब त्यसमा त्यसको कारोबार यहाँले बजारबाटै बुझ्नुभयो हुन्छ। र अर्को चाहिँ नि जुन त्यसबाट आउने फाइदाहरू छ, त्यसको विभिन्न तरिकाहरू छ, त्यसमा हामीले हेर्न थालेपछि अहिले तत्काल यही अपरेसनहरूले गर्दा पनि धेरै न्यूनीकरण भएको छ। तर त्यो भन्दैमा हामीले भने एउटा अपरेसन हो, यस्तो अपरेसनहरू हामीले पटक अरू पनि चलाउँछौँ र यो त सुन तस्करीको पाटो हो। तर यहाँले भने जस्तै अरू आर्थिक अपराध पनि टन्नै छ काठमाडौँमा। हामीले सबै व्यवसायी अपराधी भन्न त मिलेन, हामीले दोषी प्रमाणसहित ल्याउनु पर्यो। अस्ति ल्यायौँ, फेरि पनि ल्याउँछु। त्यस्ता छन् कि छैनन् तपाईँको नजरमा? बजारमा कतिका होला त्यस्ता व्यवसायी? केही छन्, व्यापारी त नभनौँ, तर यस व्यवसायमा लागेका कोही मान्छे छन्। किन व्यापारीहरू राम्रोसँग व्यापार गरेका मान्छे धेरै छन्, अधिकांश त्यस्तो छन्। तर केही थोरै मान्छेले यसमा गरेर एकदम धेरै आय आर्जन गर्न खोजेको प्रवृत्तिको मान्छे छन्। तिनीहरूलाई हामीले कानुनी दायरामा, अनुसन्धानको दायरामा हामीले ल्याइसकेका छौँ। यसको नतिजा हामी केही तरिका भरिया पक्राउ परे तर मालिक पक्राउ पर्दैन नि त। कुरा गर्न भुले। अब यसमा कस्तो छ भने कुनै पनि अपराध भनेको अहिले यस्तो सुनको मात्र कुरा नगरौँ, आर्थिक अपराध भनेको चाहिँ अलिकति चाँडो फाइदा हुने, कुनै बेला रक्तचलन चल्यो होला अथवा यहाँले भएकै हो तस्करी चल्ने कुराहरू भयो, यो पनि एउटा अलिक चाँडो फाइदा हुने किसिमको अपराधहरू चाहिँ नि अलिकति मान्छेहरूले चाँडो अँगालेको पाइन्छ, किनभने मान्छेलाई धेरै फाइदा हुन्छ। त्यसले गर्दाखेरि हामीले विगत 2-3 महिनाबाट त्यसतर्फ संगठन प्रमुखकै विशेष निर्देशनमा हामी चाहिँ नि यो सुन तस्करी नियन्त्रणतिर नलागेको होइन। लागिसकेपछि हामीले कुनै एउटा खाकामा अनुसन्धान गरेका छौँ। भर्खरै मात्र केही ठाउँमा रेड सर्च गरेर सम्बन्धित निकायमा पठाएका छौँ, तर त्यसको अनुसन्धान सकेको छैन। अहिले अनुसन्धानकै पाटोमा भएको हुनाले मेरो सबै कुरा चाहिँ यहाँलाई अहिले बताउन सक्दिनँ तत्काल। तर त्यो पाटोमा नेपाल प्रहरीले हेरिरहेको छ, अपराध महाशाखाले पनि हेरिरहेको छ र त्यसलाई कुनै न कुनै रूपमा कानुनी त्यो दायरामा ल्याएर त्यसमा संलग्न मान्छेहरूलाई नै कानुनी दायरामा ल्याउनुको हामी ल्याउँछौँ र केही समयभित्रै हामी यहाँहरू मार्फत आम नागरिकमा त्यो जानकारी पनि गराउँछौँ। बजारमा चोरी वा तस्करीका सुन बेच्ने व्यापारीको बिगबिगी छ, छ्याप्ती छ, बजारमा तस्करीबाट आएको सुन नै बिक्री हुन्छ भन्ने छ, त्यो सूचना प्रहरीकोमा आउँदैन? ती तस्करहरू, ती व्यापारीहरू पक्राउ पर्छन् कहिले त? अनि यसलाई 2-3 बाटोबाट हेर्नुपर्ने हुन्छ। प्रहरीको काम भनेको अब हियर्से एभिडेन्स र प्रमाण